यहाँको विशेषता चाहिँ यस्तै हो हैन। ट्याक्क अब यहाँबाट माथि जानु पर्दो रहेछ। हाम्रो गाउँ घरतिरको जस्तै भ्यू टावर जस्तै रहेछ हैन, देख्न सक्नुहुन्छ। ट्याक्क भ्यूहरू यस्तो यहाँबाट बवाल देखिने रहेछ, मान्छेहरू नभए पनि। ट्याक्क ठाउँहरू चाहिँ राम्रै भ्यूहरू चाहिँ एकदम राम्रै देखिँदो रहेछ हैन। यतातिर चाहिँ हाम्रो सिटी, यो चाहिँ हाम्रो मतलब अब घरतिरको रुमतिरको सिटी भने पनि भइगयो। यही हो हाम्रो सिटी भने चाहिँ। अब यहाँ चाहिँ मान्छेहरू खासै कोही छैनन्, ओल्तिर घुम्नेओरी कोही पनि छैनन् हैन। त्यही हो, हामी चाहिँ अब यहाँ बस्ने हो ट्याक्क। यहाँ बसेर मस्त जुस खाने हो है त गाइज। त्यही हो, भ्यू चाहिँ राम्रो देखिँदो रहेछ यहाँबाट हैन। मस्त यो चाहिँ के भन्छ यार यसलाई, के को बुटो गरे यो हैन, काउली चौना हैन, यो निमको रुख हो कि यो, निमको रुख होइन, निमको बुटो हो यो, निमको बुटो हो गाइज। यो चाहिँ निम के को भन्नु होला, निमको रुख हो यो चाहिँ। यता प्रायः जसो निमै पाउँछ। त्यही हो, खासै माहौल चाहिँ खासा छैन। यही हो माहौल। हामी यसैको लागि उहाँदेखि चाहिँ यहाँ आएछौँ। तर यहाँ